वहाँ हुन् इन्दिरा सापकोटा, फाउन्डर एन्ड डाइरेक्टर अफ आर्ट तयारी पोसाक। आर्ट तयारी पोसाक विशेष गरी भोटो र सुरुवालको लागि प्रख्यात छ। बच्चा, सुत्केरी, आमा र नाबालिगहरूको लागि विशेष ध्यान लगाएर क्वालिटीको कपडा प्रयोग गरेर तयार पारिने लुगाको बिजनेस हो। आर्ट तयारी पोसाकले अहिलेसम्म 75 डिफ्रेन्ट प्रोडक्ट्सहरू प्रड्युस गरेको छ इन इन्दिराजीज ओन डिजाइन, जसमा डम्बर कुमारी भोटो सबैभन्दा प्रसिद्ध र राम्रो मानिन्छ। इन्दिरा सापकोटाजी 86 इयर ओल्ड बिजनेस वुमेन हुनुहुन्छ, जसले यो बिजनेसलाई मोर देन 4 डेकेड्सदेखि चलाउँदै आइराख्नु भएको हो। बिजनेस स्टार्ट गरेको 48 इयर्ससम्ममा उहाँले 2000 भन्दा बढी फिमेल्सहरूलाई ट्रेनिङ दिनुभएको छ। तीमध्ये उहाँले कारागारमा भएको महिलाहरूलाई पनि तालिम र रोजगार दिँदै आउनु भएको छ, जसले गर्दा उनीहरू इकोनोमिकली इन्डिपेन्डेन्ट भएको विश्वास राख्नुहुन्छ। आफ्नो सबै गहनाहरू बेचेर 50,000 को इन्भेस्टमेन्टबाट आफ्नो बिजनेस स्टार्ट गर्नुभएको त्यो बिजनेसले अहिले 24 लाख पर एनमको हिसाबमा रेभेन्यू कमाउँछ। इन्दिराजी नयाँ कुरा सिक्न कुनै उमेर हुँदैन भन्ने विश्वास राख्नुहुन्छ। उहाँले चाइल्ड साइकोलोजिस्ट र टिचिङको डाक्टरहरूबाट कस्तो कपडा युज गर्ने र कस्तो नगर्नेको बारेमा फरक सिकेर आर्टको पोसाकहरूलाई टाइमसँगै अपग्रेड गर्दै लग्नु भएको छ। उहाँले आर्टलाई एउटा प्रोडक्ट मात्रै नभएर ब्रान्ड बनाउन सफल हुनुभएको हो। आर्टको पोसाकहरू नेपालमा मात्रै सीमित नभएर विश्वको धेरै ठाउँहरूसम्म पुगेको छ। अमेरिकाको बोस्टनमा भएको डिपार्टमेन्ट स्टोरले 500 पिसेस इच महिना मगाउनुहुन्छ भने त्यसै गरी अस्ट्रेलिया, जापान, फ्रान्स लगायत युरोपमा पनि धेरै नेपालीहरूले उहाँको प्रोडक्ट रुचाउनु भएको छ। यदि तपाईहरूले पनि सुत्केरी अथवा बालबालिकाको लुगा खोज्दै हुनुहुन्छ भने मैती देवीमा आएर उहाँको स्टोर भिजिट गर्न सक्नुहुन्छ।